घर आएको घरमा चाहिँ सरप्राइज रहेछ है ल आज चाहिँ हाम्रो एनिभर्सरी घरमा यहाँ पुरा सरप्राइज घर आउने बित्तिकै ल केक पनि रहेछ यहाँ कसले बनाएर लिएर आएको छोरा बुहारी नाइस 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 ल ठिक छ अब यहाँ एकैछिनमा पार्टी हुन्छ हेलो हेलो के छ है कतिखेर आएको के छ त यो पालि भोट के लाए टाइम छ अब योपालि हाम्रोलाई होइन राम्रोलाई दिनुपर्छ अब एनिभर्सरीको बधाई छ तपाईलाई धन्यवाद धन्यवाद कस्तो फिल भइरहेछ त 1 वर्ष एनिभर्सरीमा 1 वर्ष अचम्म अब मैले 1 वर्ष झेले त्यही ठुलो जस्तो लागिरहेछ मलाई सुजाता श्रेष्ठज्यू कृपया स्टेजमा आइदिनु होला भाउजू भन्नु कस्तो सुजाता श्रेष्ठ नाम लिएर अघिदेखि सबैलाई नाम लिएर बोलेर नाम लिने हो भाउजूको त्यसरी लाज शरम लाग्दैन भाउजू फर्स्ट इयर एनिभर्सरीको हार्दिक बधाई छ तपाईलाई धन्यवाद कस्तो लागिरहेछ त के छ तपाईको एक्सपिरियन्स बताइदिनु होला भन्नु न भन्नु न 1 वर्षको होइन रमाइलो लागिरहेछ अनि सबै कुरा राम्रो भइरहेछ त्यो नहल्ला न यति कस्तो मात्र ल अब केक काट्ने कार्यक्रमतिर लाउँ हामी गणेशमान श्रेष्ठज्यूलाई स्टेजमा बोलाउन चाहन्छौँ ताली किन भाग भाइ गर्यो भने त्यो अफै ल हुन्छ एकछिन मम्मी र बाबालाई नै एक दुईवटा क्वेसन सोध्नु पर्यो छोरा जेठो छोरोको पहिलो एनिभर्सरीमा कस्तो फिल भइरहेछ ल सबैजनालाई धन्यवाद एकदम रमाइलो खुसी अब के भन्नु ल धन्यवाद अब बाबालाई तपाईलाई कस्तो भइरहेछ अगाडि आउनुहोस् स्टेजमा नाटकै गरे तपाईलाई कस्तो फिल भइरहेछ छोराको 1 वर्ष एनिभर्सरीमा खुसी लागिरहेछ रमाइलो भइरहेछ पहिलो वर्षको चाहिँ एनिभर्सरी छोरा बुहारीको बस्नु नि यहाँ 1 वर्ष कस्तो भयो त्यो 1 वर्ष शुभकामना मेरो तर्फबाट पनि ल 1 वर्ष छोरा बुहारी घरमा कस्तो कस्तो के भयो माहौल कस्तो थियो कस्तो के भइरहेछ रमाइलो छ कि नयाँ के छ ल भन्नुहोस् त 1-2 वटा शब्द बाबा त भन्नुहुन्छ छोरा बुहारी घरमा बसी रमाइलो त्यसै छ त हामीलाई मम्मीलाई यस्तो ल अब केक काट्ने कार्यक्रमतिर लागौँ ह्याप्पी एनिभर्सरी सधैँ खुसी भएर बस्नु प्रगति गर्दै जानु हुन्छ किन यस्तो एकल काटे भात तपाईँ लगाइदिनु म त कहाँ हुन्छ त नानीले रक्षा गरौँ सधैँभरि हाँसी खुसी भएर बस्नु प्रगतिको पाइला अगाडि बढाउँदै जानु प्रकृति त हरायो त मलाई लागिसक्यो जुन हेरी तिमीलाई सानो होला सानो के हो रे जुन हेरी तिमीलाई हेरौँला अनि के भने त मैले तपाईँ उतापट्टि म यतापट्टि बसेर जुन हेरी तिमीलाई हेरौँला हेरौँला ओहो धन्यवाद ओहो ल अस्ति रोज दिएको थियो मैले रोज दिन पाएको थिइनँ ल रोज दे
भयो ल तर अब बहिनी यो कहाँ राख्ने यहाँ बाबा र मम्मीको तर्फबाट हो। ल ल आउनु त ल अलिकति यसो भन्नु ल ल ताली ए ल ल ल ल फोटो खिचौँ त एकचोटि यस्तो गर्नु त छोरालाई यो लाएर राम्रो बाटोमा हिँड्नु ल यो लाएर हामी राम्रो बाटोमा हिँड्छौँ ल है राम्रो बाटोमा हिँड्नलाई राम्रो राम्रो जुत्ता ल्याइदिएछ म बिचमा होइन म कहाँ म यतापट्टि ल ल ल एकैछिन यतापट्टि बस्छु नि बासँग ल म बिचमा होइन त म हाइलाइट भइहाल्यो नि फेरि ल यस्तरी ल भयो ल ल ल ल मेरो गिफ्ट चाहिँ मेरो बुढीले अलिक धेरै नै रक्सी खान्छ त्यही भएर मैले रक्सी ल्याएको छु है मभन्दा ठुलो जडिया हो त्यही भएर ल अब खोलेर नि हेर्ने कि भाग्यमा नि टिका लगाइ रक्सी छ खोलेर हेर न टिका लगाइदियो नि हुन्छ टिका मैले त बिहानै लगाइदिइसकेँ मन्दिर जाने बित्तिकै त्यसो भए ल तलबाट माथि ल ल ल खोल 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 अँ डबल ब्ल्याक छ डबल ब्ल्याक डबल ब्ल्याक जुम जुम यहाँ टिका लगाइदियो नि के फोन त्यही भएर मलाई आफूले चलाउनको लागि गिफ्ट दिइरहेको होइन होइन ल खास गरी यो चाहिँ मलाई नै मन परेर ल्याएको हो अब कसले चलाउँछ पस्ता हुन्छ अरे कति बाली अब केक काट्ने कार्यक्रम बेला टिका सधैँ भगवान्ले अलिकति यता आउनु अलिकति यता आउनु सँगै आउनु न मनले चिता पुगोस् सधैँ उन्नति र प्रगतिको बाटोमा लागोस् बत्ती बालिदिउँ म यो यता ए यता यता स्वस्थ व्यस्त राखोस् भगवान्ले रक्षा गरून् प्रगति र उन्नतिको के अरे बाटोमा लाग्यो बोले नि त फेरि सुरज यो चार्ज राख्यो एकछिन अहिले राख्नु राख्नु के काम भने अब काम लाग्छ हेरी तिमीलाई हेरौँला हेरौँला के तिमीलाई त गिफ्ट मन परेन क्या यार ढोके ल त अब ल ह्याप्पी एनिभर्सरी हो केकमा पर्छ पछाडि बस अनि यहाँ झिरझिरे छ केकतिर झिरझिरे नराख्नु है अलि बाहिर दुईतिर यता ल ल सबैले समाउन न त एउटा एउटा बोलेन अर्को लाइटर ल्याएर यहाँ छ ए ल ल रेडी जिरो भएछ तर म चाहिँ निप्ला नि बत कोसे चाहिँ अहिले हुन्छ के ल ल ल खोइ 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 ओ वान इयर काट ल ताली भगवान्लाई त्यहाँ बाहिर कति ठुलो त पर्यो ल दुईजना के भयो
काट्नु न काटो लाउँदैन काट्नु ह्यापी एनिभर्सरी ह्याप्पी एनिभर्सरी ल ह्याप्पी एनिभर्सरी देऊ न समाउ न ल खानिदिनु ल सामान दिएर पहिला तपाईँलाई खानिदिन्छु होइन म खान्छु तिमीहरूलाई तिमीहरूको गर्नु पहिला मिठो रहेछ अर्को एकदम रेड भेलभेट मिठो हुन्छ जस्तो मिठो छ ल धन्यवाद टोके मैले पनि धन्यवाद थकै लगाइरहेछ कि एकछिन पर्दैन खुट्टामा हुन परेन माया गर्नु पर्यो ए बुढीले मलाई ढोक्छ अहिले खुट्टामा भोग्दैन मैले कुरा गरेर देखेकै छैन क्या त ल देखिया छ ल अब हामीलाई नि तपाईँलाई पनि छोऱ्यो छोरी ल मलाई यो थोरै थोरै मिठो रहेछ यार यो केक त तपाईँलाई के लगाइहाल्छ नि प्रकाश दाइलाई भन्नु भन्न मैले अर्डर गरेर मिठो पर्दैन खानेकुरा उसैले ल्याउँछ सबले ताली बजाऊ है माइकमा फुक्छ नि सबले ताली बजाऊ है मजा आएछ सेलिब्रिटी गाडी लगाइरहेको खानु न पर्छ दाइलाई दाइलाई प्रकाश दाइ त्यहाँ जमा जवान भएको छ गेट खोलिदिनु न दाइ हुन्छ हुन्छ गेट खोलिदिनु त थोरै मैले त आवाज धेरै खाइसकेँ दाइ एकै पडा खिच ल खै ल दाइलाई सुभाष दाइलाई यसमा त धेरै क्रिम भइसक्यो यो दिन दाइलाई ए तेरो त ब्रेकअप भयो क्या के गरेर बसिरहेको छ दाइ कस्तो रहिला हानिन्छ होला चुनावको बेला बाबालाई मान्छेको जस्तै झ्यापमा भयो ल माइला बाले ढल दिँदैन फेरि तेरो गिफ्ट खोइ दाइ हामी पनि गर्दिनु भयो दाइ कल थ्यांक यू आइज तिमीहरू होइन उयो सबैभन्दा ठुलो अब मेरो पाले के भन्नुभयो जुन हेरी तिमीलाई जाँदा भाग्यमानी ओ गिफ्ट गिफ्ट कामरेड सुभाष श्रेष्ठ कामरेड सुभाष श्रेष्ठ जी मलाई लोहार लाने सुरा दाइ चाहिँ लक्ष्मी ल आइज चाहिँ कान्छ दाइले मेरो सुमित्रा श्रेष्ठ ज्यूलाई तालीका साथ स्वागत गरौँ ताली बजाउनु है ल अब कसो पालो मेरो मेरो म आफैलाई केक हाल्दैछु एकछिन पछाडिबाट भन्छु है सुरुमा ताली नबजाउने म भन्छु सिलासको त ए दाइ आइज आइज यो दिदी भने त छौ न कस्तो नसुने भाइलाई नि ल भाइ खाना खाना धेरै भइसक्यो राखेर ल भाइ ल झन्डै लाग्यो के हो बाबा त थपी थपी के खानु भएको छ त अनि मोटाइँदैन केक रक्सी भन्ने धेरै खाने हैन बुढो भयो खाऊ न ल बिहान कुन छोराहरूले नि भने सुन्ने गर्नु
मलाई चाहिँ छोइ मात्र साँझै खोलिदिनु क्या ल आइज सुरा चाहिँ सबभन्दा सानो अब तै होस् सिलस भाइ आएन सिलस भाइ ए सुवर्ण भाइ डाउनलोड दाइको खानु न ह्याप्पी एनिभर्सरी खानु न खानु तिमीलाई बाहेर मलाई त घुमाइरहेको छ म तिमीलाई यता राखेर दिन्छु मलाई त पर्दैन तिमीलाई खानिदिन्छु नि ल उता 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 चमाजुलाई प्रमुख अतिथि रमाइलो लागिरहेछ अलि माइकमा भन्नु न यति रमाइलो अनि यति छिटो किन आउनु भएको पसल बन्द गरेर रन्डिलो तपाईलाई चाहिँ कस्तो लागेको छ भन्नु त मलाई रमाइलो लागिरहेछ किन रमाइलो लाग्यो त म सोध्छु कतिखेर तिमीहरू यहाँ छ माइक माइक आफ्नो दाइ भाइको एनिभर्सरी चाहिँ कस्तो लागिरहेको छ मलाई भनिदिनुहोस् दुई शब्दमा मलाई रमाइलो लागिरहेको छ किन रमाइलो लाग्यो तपाईलाई मिठो मिठो खाना पाउँछ नि त अब त्यही भएर रमाइलो लागिरहेको छ तँलाई चाहिँ किन रमाइलो लागिरहेको छ ह्याप्पी एनिभर्सरी भएर होइन मलाई मिठो के खाना पाउँछ म त जहिले ताली छोरी छोरी हो छोरी मुखमा के गर्दैछ आज एक दिन सधैँ हुँदैन बोलिरा दाइले के गर्नु हुँदैन सबैले धेरै ताली बजाएर हामीसँग हुनुहुन्छ आज प्रकृति म्याम I need makeup. Hello everyone, welcome back to our channel. आज चाहिँ हाम्रो दाइ भाउजूको एनिभर्सरीमा we are very happy. Question सोध्नु है? Why are you happy? Yeah, we are happy because one, your कट्यो. मम्मीको पनि आउँछ नि. Ugly त always. 5'9", 5'9", brown eyes. हेर न सँगै उभियो भने म जत्रै देख्छ है हाइट बडी बोले सेम देखेन त सेम आउनु आउनु दाइ तपाईँको इन्टरभ्यू अब हाम्रो दाइको एनिभर्सरीमा हामी एकदम खुसी छौँ तपाईँलाई कस्तो भयो यो 1 इयरको जर्नी बताइदिनु होला हामीलाई 1 इयरको जर्नी फाइट मायामा झगडा हुन्छ त्यो केही हुँदैन यस्तै हुन्छ माया नभई झगडा हुँदैन झगडा नभई माया हुँदैन कट यसरी खिच्छ न खोइ यता यसरी खिच्ने हो क्या